नेपालमा यो टाइगरको इस्युज छ। हामी अहिले भर्खर यो टाइगर काउन्ट चलिरहेको छ हरेक 2 इयर्समा अनि भर्खर चलिरहेको छ। यसको चाहिँ फाइनल रिजल्ट हामी जुनमा चाहिँ पब्लिस गर्ने हो। नेसनल टाइगर डे पनि छ। सो अहिलेसम्मको हेर्दा चाहिँ यो टाइगरको नम्बरहरू अलिकति बढी भएको अलिक कम्युनिटीमा गइरहेको छ। त्यसलाई चाहिँ फेरि त्यहीँ छोड्दा रिस्क हुन्छ, त्यही भएर सर्टेन ठाउँमा राखिरहेको छ। त्यसले चाहिँ म्यानेज गर्नु पनि गाह्रो भइरहेछ। अनि यसको बेस्ट म्यानेज चाहिँ तपाईँले भन्नुभएको जस्तै यो टाइगर पार्कहरू बनाएर त्यसले त्यो टुरिस्ट पर्पजले पनि काम गर्छ, इकोनोमिकली पनि एक्टिभ हुन्छ। त्यस्तो टाइगरलाई चाहिँ आफैले नै उनीहरूले चाहिँ रन गर्न पनि सजिलो हुन्छ। त्यो भनेको नेपालमा यो वाइल्ड लाइफको म्यानेजमेन्ट गर्नलाई नेक्स्ट स्टेप पनि हो। सो इट्स अ गुड आइडिया। सुरुमै तपाईँले यो कुरा दिएर पनि आउनुभयो। आई थिङ्क वी क्यान मेक इट ह्यापन भेरी सुन। हाम्रो के छ भन्दाखेरि मन्त्रीज्यू हामीसँग भर्खर गफ गरेको थियो। गफ गर्दै गर्दाखेरि चाहिँ अब हाम्रो विभागले चाहिँ तान्न गाह्रो भयो भनेर सुनियो है। हामीले चाहिँ एउटा के सल्युसन निकालेछौँ यसको लागि भन्दाखेरि चाहिँ यहाँ बस्दै गर्दाखेरि चाहिँ नेपालमा टाइगर पार्क भन्ने छैन। यसलाई पालिराख्न हामीसँग बजेट पनि छैन, पर्याप्त बजेट पनि छैन। त्यही भएर हिसाबमा वाइ नट एउटा यस्तो खालको एरिया चितवनमा बनाउँ कि जहाँ कि टुरिस्टको स्टे पनि लम्बिन्छ। अनि त्यो टाइगर हेर्न त्यो टाइगर पार्कमा गएर चाहिँ तपाईँको चाहिँ मान्छेले त्यो मासु किन्दै गएर फिड गर्नुपर्ने। तर यो चाहिँ ओपन पार्क जस्तो हुन्छ। र यो ओपन पार्कमा चाहिँ तपाईँको चाहिँ बाघ चाहिँ बाहिर हुन्छ, मान्छे चाहिँ त्यो ट्रकको केजभित्र हुन्छ कि होइन। अनि त्यसरी गरी फिडिङ गर्दै जानुपर्ने। अनि त्यो टाइगरले चाहिँ पार्कको एन्ट्री सिस्टमले गरेर एन्ट्रीको फीले गरेर तपाईँको त्यो पार्क सञ्चालन हुने भइ नै हाल्यो। प्लस फिड गर्नको लागि जुन चाहिँ बाघले हाम्रो 15 लाख खर्च हुन्छ त्यसलाई बचाउनको लागि भए पनि हामीले तपाईँको मान्छेहरूले आफूले मासु किनेर फिडिङ गर्नु मिलिहाल्यो होइन। अनि नेपालमा फर्स्ट टाइम चाहिँ एउटा टाइगर पार्क हुन्छ र जुन चाहिँ 20वटा बाघ हामीले त्यत्तिकै राखिरहेछौँ। जंगलमा हामी कति हात्ती सफारीहरू जान्छौँ होइन, एलिफेन्ट सफारीहरू जाँदा बाघ पनि देखिँदैन नि त। तर बाघ देखिन्छ भनेर 100% भइदियो भने त मान्छे चाहिँ टाइगर पार्कमा जान्छ, स्टे पनि पर्छ भन्ने हिसाबले हामीले एउटा सानो एउटा निवेदन छोडेको छौँ मन्त्रीज्यूलाई चाहिँ। यसको अनुसारमा चाहिँ उहाँले चाहिँ अलिकति रिसर्च गरेर हामी विज्ञहरू पनि प्रयोग गर्छौँ। यो इट्स डुएबल थिङ। आई थिङ्क गुड आइडिया। थ्याङ्क यू सो मच। यसमा तोप ल्याइदिनु सर। एकैचोटि काम भयो। यो चाहिँ उहाँले मन्त्रालय डिभिजनबाट उहाँलाई हुन्छ अथवा उहाँहरू आएर यहाँ इन्फर्मेसन